अहिले अब हामी बोलबम जाने क्रममा जयनगरको होइन जयनगरको रेलवे प्लेटफर्ममा छौँ र यो दुईटासँग पनि हामी रुबरु गराउँछौँ तपाईँहरूलाई। देवेन्द्र शेखर गुप्ता ल तपाईँ मलाई त चिन्दैन होला यसको सब्सक्राइबरहरूले। यो कृष्ण यादव। ल हामीले अहिले भर्खर होइन हामीले खाना खायौँ र त्यसको अलिकति रिभ्यू भनौँ कस्तो थियो रेटहरू हिसाबले। ल देवेन्द्रजी तपाईँ भन्नु के भन्न चाहनुहुन्छ अझ? ठिकै थियो रेट अनुसार त, तर नेपालको कम्पेरिजनमा त अब राम्रो थिएन भनौँ। नेपालको कम्पेरिजनमा राम्रो थिएन मतलब के रेट हिसाबले भन्दै हुनुहुन्छ कि टेस्ट हिसाबले? टेस्ट हिसाबले पनि के अनुसार त ठिक थिएन, तर अब यस्तै हो, स्टेसनतिर त त्यस्तै हुन्छ, तर ठिकै थियो। अब यस्तै हामीले स्ट्रगल गरेर अलिकति जानुपर्छ राम्ररी। बम बम बोल बम पैसा खर्च गरेर स्ट्रगल पाउँदैन। ल कृष्णजी तपाईँलाई कस्तो लाग्यो रेट हिसाबले खाना? रेट पनि ठिक नै थियो। अनि अब अलि दालको त्यति टेस्ट बुझिनँ मैले, राम्रो लागेन मलाई। अरू सबै ठिकै थियो। बिचारालाई सर्दी लागेको थियो है। अब मेरो विचारमा पनि खाना धेरै राम्रो थियो। 60 रुपियाँ प्लेट थियो, त्यसमा त धेरै राम्रो भयो। आइसी है, हामी इन्डियामा छौँ, आइसीको मात्र कुरा गर्छौँ। केहीको रेट हामी भन्दैछौँ भने त्यो भनेको आइसी हुन जान्छ। अनि यो भनेको हाम्रो ट्रेन। अहिले हामी यो ट्रेन समातेर अब सुल्तानगञ्ज जहाँबाट गङ्गा स्टार्ट हुन्छ त्यो हामी लाग्छौँ र हाम्रो ट्रेनको नाम भनेको जयनगर भागलपुर हो। हामी जेनरलमा बस्छौँ। जेनरल भनेको सेकेन्ड क्लास भनिदिँदा भयो। सेकेन्ड क्लासमा हामी बसेर अब जानेछौँ र अगाडिको ब्लग अगाडिमा है।